हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ छुट्टीको दिन, म र मेरो भाइ चाहिँ छुट्टीको दिन आज फुटबल ट्रेनिङ गर्न गएको छु। फुटबल ट्रेनिङ तपाईँहरू कहाँ भन्नुहुन्छ भने मलेसिया पेनाङ, हाम्रो चाहिँ ठाउँ बत्तरगढ हो। बत्तरगढबाट चाहिँ हामी बिहान जानु लागेको। लगभग यहाँबाट तपाईँको ग्राबमा 15 रुपियाँ लिन्छ होइन त भाइ? ल यहाँबाट 15 रुपियाँ लिन्छ। अब हामी एकछिन क्यान्सल लगाएर भाइले पर्खेर ग्राब गरेर जानेछौँ। ल हाम्रो ग्रेब नै आइसकेको छ। हामी अब यहाँबाट ग्रेब चढेर चाहिँ जानेछौँ बिहान ग्राउन्ड। फाइनली हामी ग्राउन्ड आइपुग्यौँ है भाइ। ग्राउन्ड देखाइदिउँ आयो हाम्रो भाइ। धेरै पछि आयो, धेरै पछि आयो, केटासँग धेरै पछि भेट भयो। अब एकछिनबाट अब स्विमिङ गएर यस्तै हो। ल अब यहाँ गेटअप हुँदैछ केटाहरूको। ल भाइ चाँडो गर। हाम्रो तुफान तुफान एफसीको प्लेयरहरू होइन यता क्याप्टेन। ल फाइनली हाम्रो दाइ नि आइपुग्नु हो। मुनाल एफसीको प्रेसिडेन्टमा आमा दाइ नयाँ माल हो। दाइ नयाँ माल लिएर आइपुग्नु भइसकेको छ। ल दाइ देखाइदिनु नयाँ माल दाइको। आज दाइले कला देखाउनुहुन्छ। लु लु मुनाल एफसी। ल दाइ ल ल दाइ माल कहाँबाट आएको त दाइ? हजुर मेड इन इन्डोनेसिया। ल दाइको नयाँ माल आएछ है। कति करोडको दाइ? यो 4.5 करोडको है। 4.5 करोडको माल ढोगेर लाउँदैछु। ढोगेर लाउनुहुन्छ। हेर्नुहोस् तपाईँहरूले है। कहिले लिनु भएको दाइ माल त? कति 6 नम्बर हो दाइ? 6 नम्बर है ठ्याक्कै। नम्बर चाहिँ 7 नम्बर हो तर सानो छ। सानो छ दाइको भइसक्यो। आयो दाइ दामी आछ। आफैलाई चित्त बुझ्यो क्या रोकेको। नाइस। कतिको खतरा भइसकेको छ त। लगभग 2 महिना भएको थियो होला यहाँ ट्रेनिङ गर्न नआएको। यस्तो छ यहाँनिर हामीसँग खेल्ने प्लेयरहरू बसिया छ। ट्रेनिङ हुन्छ लोकल मलाईहरू हो। यहाँ हाम्रो दाइले अब देखाउनुहुन्छ है यहाँनिर। सोम दाइ ल देखाइदिनुहोस् है, देखाइदिनुहोस् है। ल ल ल ल ल गाइस हेर्नुहोस्। आमा दामी दाइ। ल अनिस भाइ ट्राई नगर्ने। ल भाइ हाम्रो देखाइदेऊ लेफ्टी। ल हाम्रो भाइ एकदम झापाको। लु आज त यो भाइ त फर्ममा आएछ त हौ। झन् नखेल्दा फर्ममा आउँदैछ। गुरुङ सोल्टा एउटा देखाइदिनुहोस्। लु है यार यो ट्रेनिङ भइसक्यो।
लगाइस मैले चाहिँ खेलिसकेँ होइन म चाहिँ एकछिन खेलेर निक्ल्यो थाइयो लास्टै धेरै पछि खेलेको केटाहरू खेल्दैछन् म चाहिँ अब एकछिन रेस्ट गर्छु ल भाइ के हुँदैछ त हौ जितिँदैछ त्यसै खेल्नु अनि भाइ बुट त अनि माल त कहिले आएको यहाँ छ त खोइ बस त हेरौँ माल त भर्खरै आएको माल त अनि यहाँ छ त हौ कहिले हो अस्ति फाइनल पुगेर हो त्यो फाइन भन्दा अगाडिको यहाँ चाहिँ फेरि अर्को यो आउने 6 तारिक गेम नि हुनु लाग्छ नि त नेपालीको वान डे गेम अनि त्यसको लागि नि ट्रेनिङ गर्दैछ केटाहरूले म चाहिँ यहाँ बसेर भिडियो गर्नु पानी छैन हाम्रो है ट्रेनिङ हुँदैछ अनिस भाइ केही भन्नु छ यता सोल्टीहरूको चाहिँ अब यो आउने उयसको गेमको लागि तयारी हो ट्रेनिङ हो ल ल ल ल ल भाइ वान टच हेरेर पास बस्यो थाक्यो एकछिन अनिस भाइ यहाँ आउनु क्यामेरामा केही भनिराखेर जाउँ न तिम्रो नि गेम छ होइन कति पैसा दिएर बोलाएको छ तिमीलाई यहाँ आउन भाइ सानो इन्टरभ्यू देऊ न कुन चाहिँ क्लबबाट कतिमा बोलाएको छ यहाँ आउन ओइ भाइ रेला गरेको होइन हौ कति दिन्छु भनेछ भन न भाइ यता फर्क त पैसा होइन बस न मासु र भात अलिक पर जाऊ खसीको मासु र भात अलिक पर जाऊ अनि 2टा बियरमा मेन्टेनेन्स खेलिदिनु भनेर बोलाएको छ कुन चाहिँ क्लबले हडिया गाइस एफसीबाट मासु र भात खसीको मासु र भात प्लस 2टा बियरमा अनि यो नेपालको फुटबल नेपालमा जुन प्रकारले खेल्छ त्यही प्रकारले मलेसियामा खेल्न सकिँदा सकिँदैन सकिँदैन नि त कहाँ घाम वातावरण के कस्तो हो हाम्रो नेपालको केटाहरू खतरा हुन्छ नेपालको केटाहरूलाई कसैले सक्दैन हो ल ल ल ल कमान एक गोल भाइ ल त्यो सानो यो चाहिँ 11 साइडको पोस्ट हो यता साइडमा रोड छ अनि यो चाहिँ 11 साइडको पोस्ट हो सानो पोस्ट बनाएर खेलेको अब यो चाहिँ हेर्नुहोस् नयाँ बुट मिचिनुको है म अब समुदायको इन्टरभ्यू दिन चाहन्छु सोल्टी अनि के कस्तो भयो त गेम जित्यो हेलो समुदाय कस्तो भयो त खुट्टा खाएर यहाँ हेर नयाँ बुटले यस्तो हेर्नुहुन्छ खाएछ खुट्टा खाँदै फोका उठिसकेछ ल नै भएन तपाईँको यो 7 नम्बरले नि आजै खाएको हो एफसीको क्याप्टेन आजको ट्रेनिङ कस्तो भयो त आजको ट्रेनिङ बवाल भयो राम्रै भयो सबैले राम्रै खेल्यो अनि यो आउनेवाला 6 तारिकको गेमको तयारी कस्तो हुँदैछ
केटाहरू कतिको ट्रेनिङ आउँदैछ? यो आउने 13 तारिकको यो 13 तारिक राम्रै तयारी हुँदैछ। केटाहरू सधैँ ट्रेनिङमा आइरहेछ, यो ट्रेनिङ गरिरहेको छु। अनि अहिले नयाँ केटाहरू थप्या छैन त मुना लेक्सीमा? छैन कि हामी चाहिँ पुरानो केटाहरू नै हो। अब पुरानो यो सबै छ खेलिने, अब नयाँ 2 जना आउँछ होला उताबाट, त्यति नै हो। अरू कोही सबै हामी हो। अनि मलेसियामा आएर खेल्दा जस्तो हामी त फ्याक्ट्रीको काम गर्ने हो नि त, अनि ट्रेनिङ गर्न कतिको टाइम निकाल्नु भ्याउँछ कि भ्याउँदैन? कतिको थाकिन्छ? डेली ट्रेनिङ गर्न सकिन्छ कि सकिँदैन? के कस्तो त्यसको बारेमा पनि भनिदियो यसो अडियन्सलाई। त्यो भन्नाले अब ड्युटीको हिसाबले हुन्छ। अब ओटी चल्यो भने त आउनु पाइँदैन। अब त्यो अब ड्युटी मिलाएर आइन्छ। अब कस्तो चालले ड्युटी चलिरहेछ त्यही हिसाबले आइन्छ। ल अब यो आउनेवाला गेमको लागि बधाई छ। फाइनल जित्नुपर्छ। ल बेस्ट अफ ल। अब भ्याएको बेला मात्रै हामी ट्रेनिङ गर्ने छ। आज उतासँग ट्रेनिङ गरिसक्यो। अब मेरो भ्लग आजलाई यति नै। फेरि यस्तै तपाईँहरूलाई यस्तै फुटबलको भ्लग लिएर अर्को पालि आउनेछु। त्यसको लागि भिडियो माया गरिदिनुहोस् होला, लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् होला। धन्यवाद।